मास्टर्स इन सिभिल इन्जिनियरिङ र सँगसँगै मास्टर्स इन्जिनियरिङ प्रोजेक्ट म्यानेजमेन्ट, त्यस्तै गरी मास्टर्समा मेकानिकल इन्जिनियरिङ र मास्टर्समा रिन्युएबल एनर्जी इन्जिनियरिङ, यी चारवटा इन्जिनियरिङका कोर्सहरू तपाईँ अस्ट्रेलियामा पढ्न खोजिरहनु भएको छ भने हामीले लिएर आएका छौँ एकदमै अफोर्डेबल युनिभर्सिटी जसको नाम रहेको छ युनिभर्सिटी अफ सनसाइन कोस्ट, जुन क्विन्सल्यान्ड स्टेटमा रहेको छ। ब्रिस्बेन भन्दा करिब 45 मिनेट्स जति टाढा पर्छ मोर्टन बे क्याम्पस, जहाँ तपाईले रिजनल बेनिफिट पनि पाउनुहुन्छ। र यो युनिभर्सिटीले प्रत्येक इन्टरनेशनल स्टुडेन्टहरू जो अहिले यो 2026 को मार्च इन्टेकमा अप्लाई गर्ने स्टुडेन्टहरूको लागि भनेर 20% स्कलरशिप पनि अफर गरेको छ। यानी कि तपाईले लगभग आफ्टर स्कलरशिप 30,000 अस्ट्रेलियन डलर को रेन्जमा यी इन्जिनियरिङका कोर्सहरू पढ्न सक्नुहुन्छ युनिभर्सिटी अफ सनसाइन कोस्टमा। 2026 को मार्च इन्टेकको लागि अहिले धमाधम एप्लिकेसनहरू कलेक्सन भइराखेको छ। यदि तपाई पनि अप्लाई गर्न चाहनुहुन्छ यी इन्जिनियरिङ कोर्सहरूमा भने तपाईले केआईएसलाई सम्झिन सक्नुहुन्छ। आईएलटीएस मा 6.5 नट लेस देन 6 अथवा इक्विभ्यालेन्ट को पीटी स्कोर भएका विद्यार्थीहरूले यो कोर्स अप्लाई गर्न सक्छन् र इन्जिनियरिङ ब्याकग्राउन्ड भएको हुनु पर्यो। एभरेज तपाईसँग मास्टर्स डिग्रीमा 55% अराउन्ड जी अथवा इक्विभ्यालेन्ट जीपीए सम्मको एकाडेमिक भयो भने तपाईले मज्जाले पाउनुहुन्छ। सो निकै नै अफोर्डेबल कस्टमा अस्ट्रेलियामा इन्जिनियरिङ कोर्स पढ्नको लागि तपाई आउन सक्नुहुन्छ केआईसी र अप्लाई गर्न सक्नुहुन्छ युनिभर्सिटी अफ सनसाइन कोस्ट क्विन्सल्यान्डमा। आउने हैन त KIEC क्यानाडा अस्ट्रेलिया हुन्छ बेलायत नि।